साथीहरू चमेरो गुफा यहाँ माथि है। चमेरो गुफा हेर्न गएको सबैजना तर्सेर भागेर यहाँ वारी आइपुग्यौँ। आउनु चाहिँ हामी यहाँ तल 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 गर्दै यहाँसम्म आइपुग्यौँ। अनि अब दुईटा बाटो छ। अब यो तल्लो बाटो चाहिँ गुरु रिम्बुड चाहिँ भएको ठाउँमा जान लागेको छौँ। अब यता पनि हेरेर जाने भन्नुभएको भएर चाहिँ यता जाँदैछौँ है साथीहरू। गाह्रो छ, हिँड्न सक्दैन। ठक्का गुरु रिम्बुडजेको मूर्ति भएको ठाउँमा आइपुग्न लागि साथीहरू। यहाँ यस्तो छ यतातिर। अनि यो चाहिँ गुरु रिम्बुडजेको मूर्ति है साथीहरू। जिरीको हजुर 5 डाँडा जाने। 5 डाँडा त कहाँ आउने। अनि यो चाहिँ गुरु रिम्बुडजेको मूर्ति यहाँ है साथीहरू। यहाँ टक्क आइपुग्यौँ हामी। यताबाट हुँदै यहाँ आइपुग्यौँ। अनि ठ्याक्कै यहाँबाट चाहिँ जिरी बजार मेरो माइती घर। जाने चाहिँ चमेरो गुफा भयो साथीहरू। नाम चाहिँ यहाँ जाँदा यहाँ गुरु रिम्बुडजे। अनि अब हुँदा यहाँ दर्शन गरेर जाउँ भन्ने भएको थियो। अहिले त हुँदा कता हो यता ढुङ्गे नाबक भन्ने ठाउँ छ यहाँ माथि। त्यता पो जाने भनेर यता पो लाग्यो सबैजना। यतातिर पो जाँदैछौँ सबैजना। ल यस्तो यहाँ सबैजनाले लाली गुराँस टिपेको रहेछ। अनि म पनि खाँदैछु। अब कति वर्षपछि चाहिँ खाँदैछु यो लाली गुराँस। पहिला सानो बेलामा त धेरै खाएको हो, तर अहिले नखाएको चाहिँ भनौँ ठुलो भएकोदेखि खाएको थिएन। आज चाहिँ खाँदैछु है साथीहरू। मिठो सबैजना लाली गुराँस खाँदैछ साथीहरू। लाली गुराँस खाँदैछौँ, मिठो औषधि हुन्छ यो। फेरि पनि खाने हो म त। जति खान्छौ त्यति औषधि मिठो। अहिले खाइसकेपछि मुक्ति त हुन्छ। मिठो छ खाल्छु हो त। मुख चाहिँ बिगारेको छु। मिठो छ भन्दै मुख पनि बिगारेको छु है साथीहरू। धेरै मिठो। अहिले यो खाइसकेपछि चाहिँ तितो हुन्छ, तर अहिले चाहिँ मिठै छ है। हजुरहरूले देख्नुहुन्छ मिठो भएको छ कि छैन। मिठो छ साथीहरू, मिठो। भिडियो बनाउनेले लाली गुराँस पनि टन्नै खाइयो। ल है साथीहरू, यहाँ परतिरबाट आयौँ। अब चाहिँ घरतिर जाने तर्खरमा। अब घुमघाम यति नै हो है साथीहरू मेरो। अब चाहिँ म यतिकोमा भिडियो राख्छु। यहाँ सबैजना यहाँ यस्तो थुप्रेर बसेको छ, गफ गरिरहेछ। अब मुर्की पो ताक्छ हेर्नु न। ल है साथीहरू, अब हामी घर जाँदैछौँ। अब यो भ्लग चाहिँ यतिकोमा बन्द गर्छौँ। बाई बाई साथीहरू।